धेरै अमला खाऊ भने अमला अमला मात्रै बोकेर नहिँदै तिम्रो पनि फेरि बजारमा मस्केलाई काण्ड फेरि होस् राख यहाँ नुहार यस्तो बाल सलसल गराउँदै आएको छ तिम्रो त्यस्तो फोहोरहरूले नछोइदेऊ न ए तेरी मान्छे कस्तो बोरो मान्छे जेन भाग्यमा नि तिर हाम्रो केटी यार गर्लफ्रेन्ड गर्नु पाएको खुसी छ यार भन न के हो तिमीलाई एउटा एकदम दामी गिफ्ट ल्याइदिएको छु के दामी गिफ्ट रे के गिफ्ट ल्याइदियो आज त रोज दियो फुल दिनु पर्ने के ल्याछौ तिमी फुल आज रोज डे हो र तिमीलाई थाहा छैन भन्नु पर्थ्यो नि त तेरी रोज डे भनेर फुल लिएर आउने बेला चाहिँ के गिफ्ट लिएर आएको छ खोइ रित्तै देख्छु त म त विशेष छ विशेष छ के विशेष हो त्यस्तो फेरि छ विशेष म तिमीलाई मान्छे देखेरै पताए अलिकति यसो गर न यहाँ नुहार यस्तो बाल सलसल गराउँदै आएको छ तिम्रो त्यस्तो फोहोरहरूले नछोइदेऊ न ए तेरी मान्छे कस्तो बोरो मान्छे जेन भाग्यमा नि तिर हाम्रो केटी यार गर्लफ्रेन्ड गर्नु पाएको खुसी छ यार हो र अनि म त झन् तिमीलाई पाएर त म यति धेरै एक्साइटेड छु कुरै नगर हो ल अब तिमीलाई मैले के दिन्थेँ रोज दिएको बेलामा केही पनि लिएर आएको छैन यो आज रोज दे फुल दिने बेला यता यता अमला के अमला अमला के गर्ने यो खानी अमला खान्न म अमला समला यो अमला खायो भने माया प्रेम झन् गाढा हुन्छ के रोज दिएको बेलामा यस्तो अमला धेरै बोकेर नहिँद रह है तिमी अब फुलको जमाना गयो के अब फुलको जमाना गयो काजुको जमाना गयो अब अमलाको जमाना खाइदियो प्लिज मैले अर्को ल्याएको छु धेरै अमला खाऊ भने अमला अमला मात्रै बोकेर नहिँदै तिम्रो पनि फेरि बजारमा मस्केलाई काण्ड फेरि होस् राख के काण्ड मसिनु नि बजारमा आउला तिम्रो अबको जमाना अमला काण्ड के अब रोज डेमा अमला ल्याउने अमला त्यो फुल ल्याएर के काम त फुल आएर के हुँदैन अमला खाएर त माया प्रेम बस्छ झन् खाँदैन यस्तो मैले त खाँदैन यस्तो बोकेर पनि नहिँद अब के हुन्छ बोकेर फेरि साइन्टिस्टको काण्ड आउला फेरि बजारमा तिम्रो पनि खुकुरी काण्ड आउने कि खोडा काण्ड आउने खुकुरी खोडा थाहा छैन तिम्रो पनि फेरि अमला काण्ड भनेर साइन्टिस्ट अमला काण्ड भनेर आउला फेरि काठमाडौँमा झापाको त आइसक्यो होइन एउटा खाइदेऊ न छ्या यो अमला पनि के यस्तो चुप्री परेको अलि तिमीलाई ल्याउँदै चुप्री परे खल्तीमा हाल्दै कहिले गर्लफ्रेन्ड भेट्छ कि अर्कोले अमला खुवाउनु लग्यो क्या यस्तो बिग्रेको अमला नि कसले खान्छ म खाना पनि खानु छोडा पनि छोड्न धेरै अमला मात्रै बोकेर नहिँदै नयाँ गिफ्ट गर्लफ्रेन्ड झन् रोज डे भनेर खुसीको साथ दौडेर चाहिँ अमला टिप्न गएको यी जम्मै कोतरेर चाहिँ घारीमा तेरि जम्मै कोतरे घाउ भइहाल्यो रोज दिएको बेलामा रोज बोकेर आउने रोज त गयो अमला हो क्या अब त अमला पो बोकेर आउँछ 80 वर्ष बुढोको लभ 20 वर्ष केही परेको छ क्या तर तिम्रो मेरो त धेरै वर्ष फरक छ नि त तेरिया म 80 वर्ष त होइन नि त 80 वर्षको होइन अरे 80 वर्ष बुढोले अमल खुवाएर गर्लफ्रेन्ड बनाएको छ म खाँदैन नि त 80 वर्षको बुढोको नजरमा मलाई नहेर नि त बुझ्यौ 80 वर्ष बुढोले अमल यस्तो चुप्रेको अमल सबैलाई खान्न म गए म आज रोज दियो क्या एकैछिन बस्छ नि यार अमला त खाइदिनु प्लिज यस्तो नफाल न यति चाउरी परेको अमला चाहिँ म खाँदैन क्या 80 वर्ष बुढोको लप परेको चिज हो के रोज त राउ जाऊ रोज त रोज यो रोज भन्दा नि राम्रो कडा चिज हो कि यो कडा हो कडा तिम्रो मान्छे देखेरै कडा लाग्छ मलाई त फेरि म खाऊ भने त फेरि हुँदैन ल मैले केटीले खानुपर्छ कि खाउनु प्लिज तिमी आफै खाऊ हाउक्रा नगरे अहिले पड्काइदिन्छु म त अहिले फेरि आज रोज दे घुम्न पनि जाने होला यसो अमला त खाइदिनु प्लिज एउटा मात्र खाइदियो अमला 80 वर्ष बुढोको लप परेको यो कडा हो चिज यो अमला खाएर फेरि तिम्रो पनि काण्ड मस्क्यो भने हाउक्रो मट मने पर्ने यस्तो लाग्दै गर्ने रोज दिएको बेलामा अमलाको गेडा बोकेर पो आउँछ भाइ यो मान्छे अमला गेडा के हो त नि बजारमा अमला काण्ड आउँछ धेरै अमला मात्रै बोकेर नआइज तेरि कस्तो रहेछ यार झन् अमला 80 वर्ष बुढोको लप पऱ्यो भनेर विज्ञापन आएको थियो मेरो झन् गाडा होला नि त छोडेर गयो है तेरि यार होइन कहाँ जानुभयो होला आज भिनाजु यतिखेरसम्म आउनु भएन ओहो पार्वती ढिला भयो है ढिला भयो सरी ल नमस्कार है नमस्कार अब त नमस्कार गर्नै नपर्ने भयो त दिदीले रेन्टमेन्ट मिलाइसकेको छ दिदीले मात्र मिलाएर त भएन नि भिनाजु ल भन अब दिदीले त बे गरेर लाने त भन्नुभयो अब भोलि मलाई लगेर नि फेरि बच्चा भएन भने के गर्ने भिनाजु बच्चा दिदीसँग नभए तिमीसँग भइहाल्छ नि फरकै पर्दैन नि होइन दिदीसँग नभएपछि मसँगै हुन्छ भन्ने के ग्यारेन्टी छ र भिनाजु अब यसो दिदी अलि मोटी घाँटी भएर चाहिँ नि नभए होला होइन तिमी त सिलिम छेउ नि सिलिम भए त फेले खान ल यो चौधरीले भन्यो खोइ मलाई चाहिँ विश्वास लाग्दैन है भिनाजु विश्वास लाग्दैन अब विश्वास गरेर हेर्नुपर्छ क्या कतिपय कुराहरूमा अब हाम्रो दिदीले के गर्न खोजे कि हुन् आफ्नो खुट्टामा आफै बन्चेर हान्दैछ होइन दिदी बाठी छिन् होइन
अब दिदीले बच्चा मबाट बच्चा भएन तपाईँ अर्को ल्याउनु भन्दै कुरा गर्दै थिइन् मैले अर्को खोज्दाखेरि मेरै बहिनी पार्छु मेरो घरमा अर्को पसेको म सहन सक्दिनँ मलाई बच्चा पनि चाहिएको छ के अरे तपाईँको इच्छा पनि पुरा गर्नु परिरहेको छ भन्दिन् क्या दिदी होइन भिनाजु भन्नु कतै हाम्रो दिदी तपाईँसँग बच्चा नभएर त कतै अन्त त पल्किनु भएको छैन होइन दिदीले त्योसँग गरी बहिनी भएर अब गर्नै पर्यो नि आफ्नै बहिनी सौता लान्छु भन्छन् मेरो दिदीले हो र हो नि ए ल त्यो दिदीकोमा तिमीले पापै नचितौ खै भिनाजु पाप चिताउने हो कि नचिताउने हो मलाई अब त कता अब मलाई पनि सजिलो हेर न अब दिदीको अगाडि अब बहिनीलाई त दिदी पनि खुसी हुन्छ नि होइन अब म पनि फेरि अब बहिनीलाई यसो अब मुसारी बाँध्न ल्याएछ मुसाएर दिले देख्ने भने त खत्तमै छ नि फेरि है फेरि मलाई दिदी भन्दा बहिनी झिनै राम्रो लाग्छ भने के भयो यो चतुरेलाई भोलि गएर दिदी बहिनीको झगडै हुने हो कि हुँदैन म त कहिले बहिनीलाई यसो च्याप्प पार्छु कहिले दिदीलाई यसो च्याप्प पार्छु मेरो जिन्दा झन् खै आउँछ त भिनाजु म त डर लागिरहेछ है नडराउ अब तिमीसँग आउनु छ तिमीले एउटा छोरो पाइदेऊ न दिदी पनि खुसी चतुरी पनि खुसी है अनि अब दिदीले चाहिँ आफ्नो सम्पत्ति अरूले खाला भन्ने डर थियो होइन त्यो भने अरूले खाने भएन त्यो त हो भिनाजु कस्तो लाग्यो मेरो विचार तपाईँले भन्नुभयो ठिकै छ अब दिदीले नि भन्नुभयो भइहाल्छ नि त जाऊँ न त नि जानी जानी भनेपछि अब यसो गरौँ अब तुरन्त एउटा छोरो पाइदिनु है त अब हुन्छ कि हुँदैन होइन तपाईँ अब पाउन मिलेन म अब मिहिनेत गरेर छोड्दिनँ तिमी मिहिनेतमा साथ देऊ भइहाल्छ नि है अब त्यसमा साथ त म दिइहाल्छु नि भिनाजु गुड ल जाऊँ उठ आमा मेरो सानो नानी कति राम्री छ है छैन यही पनि जोगाएर राखेको थिएँ यही मेरो नातिलाई भनेर मैले जोगाएर राखेको ल पैसा भइदिनु हजुरबा मलाई नि केही खान मन लागेको छ यसो बिरामी भाइलाई धेरै खान मन लाग्दो रहेछ ल 20 रुपियाँ त आउँछ ल 20 रुपियाँ 20 रुपियाँ एक कप चिया खानलाई पुग्छ जति जे बिगारे पनि म हजुरबाउ हो हजुरबा हो है जति जे बिगार्छौ बिगार्यौ नाश गर्यौ हजुर कसको नाश भयो त भने हजुरबाउको नाश हजुरबाउको नाश भयो माया लागेर त नातिनातिलाई उपचार गर्न परेन कहाँ टेजनमा गयौ म उसमा गएँ बा मनोमोहनमा गएँ है के धेरै मर्का परे छैन अरे तपाईँ भाग्यमानी हुनुहुन्छ तपाईँको हजुरबाको आशीर्वाद तपाईँलाई भन्यो मलाई डक्टरले अनि हजुरबाले कतिको माया गर्नुहुन्छ भनेर सोध्दै थियो डक्टरले होइन हजुरबाले माया गर्नुहुन्छ 17,000 त सकिँदैन प्रभु मेरो हजुरबा पनि बुढो हुनुहुन्छ कमाउने बाटो छैन अझै बस 1200-1500 रुपियाँ त अब दिन्छु भन्नुभएछ हजुर अब यतिमै तपाईँले मिलाइदिनु पर्यो प्रभु भन म बिन्ती त गर्छु बा तर यो नातिलाई अब त भिटामिनहरू पनि खानुपर्छ बा मलाई अलिकति भिटामिन खुवाउनुपर्छ हजुरबा है त्यो घाउको चाहिँ नि त्यो टाका खोलेर आएपछि हजुर यसो चाहिँ नि ऊ क्या तागतको औषधि खानलाई हजुर भिटामिनहरू माछा मासु खानलाई फेरि पहिला 1700 रुपियाँ त अब दिउला हजुर अनि फेरि पछाडि पुगेन भने 1500-1600 रुपियाँ दिउला हजुरबा मलाई त्यो हाडको मासुको दखललाई त अलिकति त्यो खसीको खुट्टा झोल खानुपर्छ भन्थे बा म त खुट्टा झोल पनि खानुपर्छ मलाई त के को खसीको खुट्टा ल्याएर सिटी लाएर खानु पर्यो झोल खायो भने त म त ल जसरी खान्छ खा तर आफू तङ्ग्री हजुर अब त्यो 1 किलो मासु ल्याउनलाई एक दिन खाएर हुन्छ कि सधैँ खानुपर्छ होइन बा अब यो नाति सधैँ बनाउँदा त हजुरबाले त मलाई 7-7 दिन खुवाउनु पर्यो नि कहाँ एकचोटि खाएर हुन्छ र उसले यसो गर नि त आधा किलो मासु लिएर आएर खानु ल बा ल है हस् बा ल अब धेरै काका नगर है हजुरबाउलाई पैसा भइदिनु हजुरबा मलाई नि केही खान मन लागेको छ यसो बिरामी भाइलाई धेरै खान मन लाग्दो रहेछ ल 20 रुपियाँ त आउँछ ल 20 रुपियाँ एक कप चिया खानलाई पुग्छ ल ओहो कतै त हजुरबा अहिले धेरै छैन मलाई त अलि धेरै चाहिन्थ्यो हजुरबा छैन यही पनि जोगाएर राखेको थिएँ यही मेरो नातिलाई भनेर मैले जोगाएर राखेको ल अरे जे पनि हजुरबाले 20 रुपियाँ पनि दिनुभयो हजुरबा ए हजुरबा यहाँ सुन्नु न अब म यसले के चिया खाउँ त हजुरबा एक कप चिया आइहाल्छ नि हजुरबा मलाई त बेला तपाईँले अब माया गर्नुपर्छ मलाई बाउले माया गर्दैन न मैले त हजुरबाले माया गर्ने हो है बा अहिले छैन क्या यहाँ सुन्नु हजुरबा अब यसो गर्छु म यो गर अलि चिया खान्छु है हजुरबा अब यसो गर्नु न हजुरबा
तपाईँलाई नातिको माया धेर लाग्छ होइन त लाग्छ हो लाग्छ ल ल मेरो हजुरबाले मलाई कति माया हजुरबा म अहिले जान्छु है त ल ल पर्चिया खाइहाल्छु है ल कट्यो हजुरबा नमस्कार नमस्कार जय होस् दिन मिल्दैन त्यो चिज त मेरो लागि राख्नुपर्छ तिमीले ओहो यस्तो नि त आँखा लाउनु 1000ले पायो मन पराउनु नि 1000ले पायो होइन पायो। तर यो सरिसृप बिना त दिन भएन नि त कसरा होइन म त निदाउनै पुगे मन लाग्छ भने तिम्रो आँखा के भयो तिम्रो मायामा पागलै भइसक्यो हेर आमा के भिडियोमा होइन म त्यस्तो के छ र भने त्यति साह्रै माया तिम्रो हेर सबभन्दा राम्रो मलाई त्यो मुस्कान हेर मुस्कान यो ओठ हेर न ओठ आमा जेनी हेर है मलाई त सधैँ तिम्रो त्यो काखमा छ नि यसरी निदाउन मन लाग्छ हेर नि आहा आहा नखरे के बिडी भाव त बङ्गलङ्गे लाएर सुतिसके पो हेर तिम्रो मायाले त म के भनौँ अब हेर कुरा नगरौँ हो र हो मुखमा घाम पर्यो नि त है मुखमा घाम पर्यो है अनि के गर्ने होला गोरो मान्छे त कालो होला फेरि अनि के लम्पसर सुतिर यसो उठेर गफ गरे हुन्छ नि त गफ गर्नु नि ओहो है म त निदाउनै पुगे मन लाग्छ भने तिम्रो आँखा के भयो तिम्रो मायामा पागलै भइसक्यो हेर आमा के भिडियोमा होइन म त्यस्तो के छ र भने त्यति साह्रै माया तिम्रो हेर सबभन्दा राम्रो मलाई त्यो मुस्कान हेर मुस्कान यो ओठ हेर न ओठ आमा के गर्न सबभन्दा केटा मान्छेलाई छ नि नानु राम्रो लाग्ने के छ नि यो चिउँडो के चिउँडो यो चिउँडो लामो भएको मान्छे देखेपछि त चतुरै बेहोसै हुन्छ भने बेहोसै मेरो यो लामो छ तिम्रो यस्तो सिर्लेको वरे चिउँडो भन्छ नि हो र चिउँडो लामो भएको मान्छेलाई सबैले अफर गर्छन् रे ओ माई गड हो र हो भने ओ गड म त मलाई केही थाहा थिएन नि त होइन अब अहिले त बुझ्यौ नि फेरि म बाहेक अरूले आँखा नलाख्ने फेरि ल आँखा लाग्नु त पायो नि त जो कसैले पाएर के फेरि मन फेरि उता गइदियो भने त चौथुरी फेरि जिउँदै तातमा तताएर डुबेर मर्छ नि फेरि यस्तो नि त आँखा लाउनु 1000ले पायो मन पराउनु नि 1000ले पायो होइन तर यो सरिसृप बिना त दिन भएन नि त जो कसैलाई होइन भेरी गुड 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 ल अब यो सरी चाहिँ नदियो है दिँदैन तिमी बोल हाँस खेल होइन तिनीहरूसँग घुम्न जाऊ मतलब छैन होइन तर तिम्रो शरीर चाहिँ जोग है त एक चिज दिन त मिल्छ होला नि त एक चिज के भने त्यो दिन मिल्दैन त्यो चिज त मेरो लागि राख्नुपर्छ तिमीले ओहो त्यो जलवायुले दिन मिल्छ अर्को भने के अरू के भन्नु चिज छ नि यस्तो मायामा त के छ भन नि त अर्को त्यो चुप्पा दिन मिल्दैन र भने अरूलाई ए होइन चुप्पा दिएपछि फेरि त्यो अर्को माग्छ फेरि त्यो यो खाएपछि त्यो माग्छ त्यो खाइ बर्बाद हुँदैन चुप्पा पनि हुँदैन ओहो भनेपछि के गर्ने त अनि चाहिँ अब के गर्ने घुम्न जान मिल्ने तिनीहरू लोटी बोक्ने फकाउने तिनीहरूको बोकलको पैसा निकाले आफ्नो बोकलमा हाल्ने अनि घर आउने बुढाबुढी रमाउने अब हो र हो तिमीले यस्तो मलाई टेक्निक दिएपछि त तिमीले मलाई माया गर्दिन हो क्या हो होइन अब अरू केटाहरूको धुतेर आफ्नो मान्छेलाई राख्ने मैले अरू केटीहरू धुतेर तिमीलाई पाल्ने हो मलाई चाहिने त्यस्तो अर्काको धुतेर आफूले चाहिँ चाहिने नहुने सेन्सन नदियो है कस्तो ल ल गर्दिन ल यसरी ल कस्तो कुरा अल्टर ल अनि हुने कुरा गर्नु नि अब मैले के गर्नु पर्यो भन नि त के गर्नु पर्यो के गर्नु पर्दैन भनेपछि माया गर्नु पर्यो अनि राम्रो जब गर्नु पर्यो धेरै स्यालेरी कमाउनु पर्यो स्यालेरी त मेरो 60,000 छ अब 75 पुग्न लाग्छ नि पुग्छ पुग्दैन 60,000 कमाउँछु रे महिनाको मान्छे पर्यो कमाउँछु बे हो पत्याउनु भने के भनी हो भने हात तिमीलाई यहाँ अलि यता आउनु अलि त अलि यहाँ बस के विधि मसारे हो फेरि के भन्छ मलाई त घाम भएर त आफूलाई त यस्तो यस्तो यो नरम अनि हेर यो हात हेर हात आमा ओहो यो हात अलिकति मेरो अलिकति उ भएको छ होइन बिरामी भएको छ न त यो हात बिरामी भयो होइन यस्तै दुनियाँकोतिर यस्तै मसाले हिँड्दैन कुटेको हुनसक्छ है होइन तिम्रो जस्तो यस्तो नरम हात मलाई मुसारी बाँधिरहेको छ होइन ओहो मलाई यो केटीहरूको नरम हात मुसारेपछि झनन्न बनाउँछ के भयो नानु झनन्नको पुरा झट्का लागेर फेरि लास्टमा बङ्गलाङ्गै ढल्यो भने ओ त्यहाँ हेर त्यहाँ मैले हात मुसाएर हेरिरहेको छु तिनीहरूलाई कति डाबा हाल हेर नि त्यहाँ यता ल्याउनु तिनीहरू देखाउनु पर्छ यी यस्ता यता स्याल मलाई त बिल्ला लाग्यो त्यो स्यालबुढाले डाबा हेर नि त्यो स्यालबुढाले हेरे यार त्यो बुढाले डाबा गर्नुपर्छ मान्छेले हेरिरहेको छ मलाई बिल्ला पो लाग्यो त बा म यसरी पनि